मामु गुड मर्निङ मामु नि उठिसक्नुभयो साबी ठुलो मामुले फोन गर्नु थियो केको तयारी हो आज यति छिटो छिटो आज हामी यति बिहान 6:09 बज्दै किन उठ्यौँ भन्दाखेरि आज हामी सबै जाँदैछौँ रेसुङ्गा म आज थाहा छ कस्तो निन्द्रै लागेन खै के हो होइन सुत्ने बेलामा त सुत्छु भनेर सुरुमा मुख धोएर आम यहाँ के हुँदैछ यहाँ अब रेसुङ्गा जाने तयारी हुँदैछ सबै काममा आफ्नो आफ्नो काममा मस्त छन् पवित्राले के बनाइछस् पुरी साधनाले म त एकैचोटि दुई तीनटा काम गर्दैछु के तेल तताउँदैछु यो तताउँदैछु यिनी छोप्दैछु बल्ल उठेर त्यति भ्याउँदैछस् है बल्ल रे सबभन्दा छिटो उठेको त सावित्री नै हो है सानो त्यो सुतेकै छैन रातभरि मोबाइल चलाएर आफूले चाहिँ डिस्टर्ब गरेर अझ आलु खोक्दैछ तरकारी मामु म त धेरै काम सक्छु नि अब हाम्रो तयारीको अन्तिम क्षणमा छौँ हामी हाम्रो अब टोली लाग्यो कता रे मामु हामी रेसुङ्गा अनि फेरि विचित्र गुफाको लागि विचित्र गुफा र मिलो भने मात्रै हो ल हो कि निर्देश अगाडि खा नमस्कार नमस्कार अटिन्छ हामी ननिसलाई छतमा भन्न पर्छ नत्र उहाँ चाहिँ हाम्रो अङ्कल यता म सर पछाडि चाहिँ हुनुहुन्छ हाम्रो सबै म्याडमहरू मेरो त टाउकोमा हात मात्र देखिने भयो होला उहाँ चाहिँ कता हो गाडीमा हिँड्ने मान्छेलाई नमस्ते नमस्ते दिदी नमस्ते नमस्ते दिदी नमस्ते नमस्ते हाम्रो त्यहाँ अगाडि ढुङ्गाको छ कुन उयो ढुङ्गाको छान्नुवालाई यही घर यही त प्रशासन कार्यालय भीमछु यही त हो म आधी घन्टा उभिएको हेलो तिम्रो पहिला आउँदा नि थियो यो यस्तो पुरै निलै बनाएको पोखरीमा आइयो ल पोखरी नुहाउन जानु पर्यो नहुने नहुने बुन्ने सफा पानी मात्र
फास्टफुडको अल्ली नम्बर आउँछ फास्टफुड त ढिरो नानीहरूले धान्ने भाजी खाएर आयो पहिलामा आउँदा यताबाट कुलो आउँथ्यो पानी छङछङ्ती जाने बगेर जान्थ्यो कि पानी मौलो यस्तो राखेको थिएन यस्तो खुल्ला पोखरी मात्रै थियो बस्ने प्रतीक्षा लाग्यो नि केही भिन्दै लैजानु कता यही हुन्न कि फेरि प्रस्थानको मन्त्रेश्वरको माथि सिद्धेश्वर मन्दिरतिर लाग्दैछ आइसिजन सफलहरू ढिरो भएर आएको छ सफलता किन तिम्रो धोका संस्कार ल तल ढोक तैले पानी छ म सर हुन्न कि त्यहाँको पानी खानुलाई यहाँ धाराको छ उ जस्तो छ के चिसो यहाँ धारो छैन र यहाँ ठुलो मन्दिर देख्यो तपाईँ थियो धारो हिँडम अब जम्पै राम पुगाएको हामीलाई यसैले गरेको मेरो च्यानल सब्सक्राइब बुढापाका मान्छेहरूबाट लास्टमा आउँदै हुनुहुन्छ के देखिने दुब लाएर कस्तो भयो म निर्देश यता आएर तेरो फोटो काटेर राख्ने हो छैन मासु त सिजनको अझै 2 किलो मासु घट्ने भयो कम्प्लिटेड 650 मा अब 550 बाँकी हो त नि गणेश भगवान होइन र हुन्छ बोतलै लिएर गएको उहाँ जाने छैन कि पानी ल्याउन गएको ल अझै सक्यो पुरी हुन्छ नि यो पुरी मैले यसमा गर्छु मन्दिरतिर खिच्दाउने होला मन्दिरमा मेरो पनि खिचाउनु एउटा यिनीहरूको त टिकटक 2 बजेबाट चलेन 2 बजे त उठ्यो अलिकति कागजतिर राखेको भए अचार हुन्थ्यो कस्तो छ यो खाना
मिठो छ मिठो छ सबै खाना यहाँ ल्याउन सकिन्छ कि छुटेछन् गाडीमै अब अरू भन्दा नि त बोतलको मही चाहिँ विशेष गरी छुटे अहिले चटपटसँग खानुपर्छ कि तल पार्क गएर हो ल गर्जुरा गएर कति पानी ल्याउ त दिन किरा कि पवित्रे तेरो आइफोन निकाल त केही छैन भाइ तेरो यो यहीको सेट हो ग्रुप फोटो खिचौँ आइजाऊ न बाकी खिचौँ न ल आऊ ग्रुप यस्तो दामी आउँछ वाह हट अब कुन त्यो 0.5 कहाँ फोटो एउटा बट्टैसित दिन्छ होला नि बाहिरै छन् भन्नुभयो एनसी टोपे एनसी साबी देखिसके थिइन् टावर आउँछ अब एकछिनमा तेरो के खान गर नि कताबाट हेर्नु त उता के त यो मन्दिर हो अरूले बनाएको घर नभत्काइकन बनाउनु एउटा भत्काएका ढुङ्गा त कानमा गएर बर माग्ने मान्छे सिजनले के विस मागिनु होला त सिजन धेरै लामो विस भयो चाउचाउ खाँदै हिँडे हाम्रो मम्मीको नाम के हो तिम्रो मम्मीको नाम के हो यता आएर त भाइ मन्दिरमा कसैले चाउचाउ खान्छ चटपटी खाम के ल्याऊ नाइ उ त्यहाँ बिचमा छैन हामी बिचमा गएर आएको त्यहाँ तल नि छम्किनु मात्रै हो कि सर ओ सर यो निकालौँ टोपी फोटो खिच्यो क्या ल जाम अब ल ल ल सारा र र र र खै पछाडि गएको बस्छु ठुलोमा त अगाडि पो पुग्नु रहेछ साबी दिदीले त दिदी छेक्किनु के ल कसरी आउनु थियो हामी त दुईटामा त गएर सक्ने अहिले त अब यति सजिलै आयौँ कि दुईटा सक्थेन
म त यहाँ के रे त मुडामा नानी देखिनौ तिमी काठको काखमा छिउट्यो नानी घाम पनि लाग्यो यस्तो राम्रो जम्मै लैजानु कि कस्तो रे यता फर्का रे के होइन भाइ त्यो कलर हेर न त्यो पोलराइज हो नि त यो कस्तो कस्तो आइरहेको कि राम्रो आहा टी स्ट्याचु हो अरूलाई के को सुर्स सिजनलाई चटपटेकै छ ल लाग्यो हामी रेसुङ्गा पार्कतिर रेसुङ्गा पार्क अहिले त हामी सुन्न मामला सम्झिमै आज सबैले एकै ठाउँ खाँदैछ बोकेर यसमा राख यो प्लास्टिकमा पत्ता त लाग्यो है यहाँ लुकेर खान्छ आलु त्यो फाइबरलाई तपाईँको त देख्ने अदा छ नि हो त्यसमा यो हाला त बोल भने कतिखेर पार्क गोजुले पार्क जान्छ यिनको घर फेरि कहाँ रहेछ बहिनीको घर कहाँ रहेछ घर दिने रहेन र तिम्रो यिनको मामा घर फेरि कहाँ हो तिम्रो मामा घर उगा मेरो माइतसित लगिदिने फेरि दिदीकी छोरी पर्छ हो स्याउ त छि भो स्याउ त मिठो न तपाईँ त कागती काट्न पनि जान्नु रहेछ यसरी यसरी दाना खाइरहन्छ यहाँ यसरी यहाँ बिचबाट यसरी काटेपछि हो र यसरी बल्ल रस आउँछ बिचको डाक्लोमा निचरिँदै निचरि निचरी के थाहा तपाईँलाई कसले भनेको सही छ है त ल पछि टिक लाउने यसो गरेपछि दाना पनि मामुले काटेको सही भयो ए लेखम दिदीले लेखेको सही भयो बी लेखम यहाँ बिहा निस्किन्छ यो यता गरेर खोला निकाल्न पाइन्छ प्याज काट्न होइन हेलो फुपा नमस्ते हामीले यहाँ सबै धुनु पर्यो अब त्यहाँ त पर्सि आउँछौँ आज यता गरे गमला प्लास्टिक गमला फेरि गाडी ल्याउँछ के हुन्छ र हामीले राख्छौँ पहिलो जति हो क्या खाना भएर हरेकतिर छुट्छ अर्को पार्टी सब व्यवस्थित पहिले तल भनेर फेरि पकाउन लाएर अर्को पालि अब कहाँ जाने बुलमा चौरा रातो माटो ल्याउने नि कागज विचित्रको खजाम ल बिरी हो ल चढाउनलाई एउटा भाँडो माइत सेलुङकै नि यस्तो पकाउन पर्यो जस्ता पका उस्तै हुन्छ भात चाहिँ है फेरि यस्तो हात चाहिँ पकाउनु बच्चा खाऊ त टक्क पारेर ल
बोनी त घाम परेको यता खसीमा हुन्थ्यो भने यहाँ हुन्थ्यो छ धान्छ ओए नानी स्टार आयो दोकान भाइ ओए भिडियो गराइदिनु हो अब म जान्छु पछाडि हेर्नु दिदी ए ल बाई बाई रेसुङ्गा ल ल जाऊँ अब घरतिरको यात्रा सुरु भयो अब हाम्रो त्यसरी घुम्न पाइयो है सबै छोरी लेस्नु पर्यो ल है त बाई बाई भोलि कोटा जान सक्छ हाम्रो ट्रिप यही सकियो बाई बाई बिहान आगे खाना खानु कति टाढा हो एकैछिन हो धेरै टाढो छैन हो त फेरि होइन टाढा छैन भनेको बाई 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 अझै गएन धर्नै त ठेल्नी हुँदा फेरि जाने तिमी सकियो बाई बाई